साथीहरू, गुड न्यूज फर दुमलिङ, दार्चुलाको दुमलिङ, जहाँ माननीय हर्क सम्पाङजीले श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिरहेका छन् नि त हो, त्यहाँ दुमलिङमा पहिलो पटक बाइकमा टिङ्कर सडक आयोजना प्रमुख राजेश कटवालजी पुगेका छन्। अबको केही दिनमै त्यहाँ ट्र्याक्टर र जिप पुगाउने लक्ष्यसहित काम गरिरहेको उहाँले बताएका छन्। साथीहरू, माननीय हर्क सम्पाङजीले दुमलिङका लागि महाकालीमा पुल बनाउनु पर्ने कुरा पनि उठाइरहेका छन् र बालेन सरकारले टिङ्कर सडकमा पर्याप्त मात्रामा बजेट विनियोजन गरोस् भनेर खबरदारी समन्वय पनि गरिरहेका छन्। यद्यपि यहाँ दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्डाको त मुख्य एजेन्डा नै टिङ्कर सडक छ। अब सबै लागेर छिटोभन्दा छिटो दुमलिङमा गाडी त पुग्छ नै, छाङ्ग्रो टिङ्करका लागि पनि बालेन सरकारले बजेट विनियोजन गर्नुपर्छ। यो वर्ष कमसे कम पनि बुधीसम्म ट्र्याक खुल्ने गरी यो सरकारले बजेट विनियोजन गरोस्। हस्, धन्यवाद भन्न चाहे। जानकारी सबैलाई पुगाइदिनु होला है।